अब सबैजनाले मेरो एक्सको मम्मी सोच्नु भएछ तर बनाएको बहिनी हो आफ्नै बहिनी होइन उसले बनाएको बहिनी चाहिँ धेरै वर्ष भयो उसले आफ्नो बहिनी बनाएको चाहिँ 3-4 डल्लु बहिनीलाई चाहिँ उसले बहिनी बनाएको हामी चाहिँ आधी बाटो आइसक्यौँ अब चाहिँ यहाँदेखि फेरि अब आधी बाटो छ अरे अनि चटपट पौडी खेल्दैछु तर मलाई नि आयो ओए म डराउँदिन लिम्बूको छोरी हो के डराउनु त्यो गाई छैन यहाँ चाहिँ कति राख्नु भएको छ अनि यहाँदेखि माथि हुक्का खाने रुगाहरू खाइराख्नु भएको के त्यो भेट्यो भनेर तपाईँहरूले जति पनि आरोप लाउनु भएको छ नि त्यो कदापि पनि हुन सक्दैन त उसलाई मेरो फ्यामिलीहरूसँग भेटाएको थिएँ मेरो बाख्रालाई घाँस हो ए बाख्रालाई मान्छेलाई मेरो सल देऊ त खै लु मलाई तिमीले टिपेको होइन त्यति तिमीले ल्या अलिकति दे न अब तेरो रमाइलो त भयो तर एकदमै धेरै रात पर्यो अब चाहिँ यहाँ माथि छ खोलाहरू चाहिँ र यहाँबाट चाहिँ उताको बाटो हेटौडाको बाटो त निक्लिन्छ अरे क्या नमस्ते सेवा स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै धेरै सन्चै छु र मेरो चाहिँ हिजो र अस्तिको दिन चाहिँ बसन्तपुर घुम्न गयौँ अनि हिजो चाहिँ त्यतिकै यस्तो दिनभरि बसेको यति धेरै बोरिङ भयो अनि आज चाहिँ अस्ति पूजाहरू गएको ठाउँ माथि त्यो स्विमिङ खेल्न जाउँ भनेर मैले त्यसलाई अहिलेदेखि होइन भनेको तर त्यो राखेको पानीमा चाहिँ मलाई खेल्नु मजा आउँदैन खोलामा गयो भने चाहिँ आउँछ भन्दै भन्यो अब मैले चाहिँ सानोमा चाहिँ पहिले हामीले पौडी चाहिँ खेलेको साथीहरू तर अहिले चाहिँ अब धेरै वर्ष भयो नि त पौडी खेल्न आउँछ आउँदैन मलाई त्यो त थाहा छैन त्यही भएको कारणले अब चाहिँ हामी जाँदैछौँ पौडी खेल्नलाई सो त्यो चाहिँ माथि सिस्नेरी भन्ने ठाउँमा अनि त्यही भएको कारणले पूजा पनि रेडी भइसक्यो अनि म पनि रेडी भइसकेँ र मैले चाहिँ त्यही भित्रबाट त्यो कालो लाउँछु अनि मुनिबाटको हाफ सुरुवाल जस्तो लाउँछु भनेर यहाँनिर बोकिसकेको छु अनि त्यसपछि म चाहिँ यहाँबाट अब ज्याकेट लाउँछु त्यसपछि टक्क जाने हो अब बाइकमा त सेभ गर्नु पर्यो नि त अनि सो त्यही भएको कारणले धेरैजनाले चाहिँ मलाई के कमेन्ट गर्नुभएको थियो भने तपाईले बुझेर कमेन्ट गरेको भए चाहिँ राम्रो अस्ति अब डल्लुको मम्मी आउनु भएको थियो अब सबैजनाले मेरो एक्सको मम्मी सोच्नु भएछ तर अब डल्लु चाहिँ उसले बनाएको बहिनी हो आफ्नै बहिनी होइन उसले बनाएको बहिनी चाहिँ धेरै वर्ष भयो उसले आफ्नो बहिनी बनाएको चाहिँ 3-4 वर्षै भइसक्यो होला सो उसको घरमा चाहिँ एउटा मात्रै बहिनी छ नि त अनि त्यही भएको कारणले त्यो डल्लु बहिनीलाई चाहिँ उसले बहिनी बनाएको अनि अब उसको मम्मी पनि अब बहिनी बनाइसकेपछि उसको मम्मी पनि आफ्नै मम्मी जस्तै हो तर डल्लुले चाहिँ मलाई आफ्नै दिदी जस्तै यति धेरै मान्छ नि आफ्नै आमा जस्तै मान्छ क्या हरेक दुःख सुखको कुराहरू सेयर हुन्छ हामी बीच के हो कस्तो हो सबै हुन्छ क्या सो त्यही भएको कारणले अब धेरैजनाले चाहिँ मलाई त्यो एक्सको आमालाई भेट्यो यो भेट्यो त्यो भेट्यो भनेर तपाईहरूले जति पनि आरोप लाउनु भएको छ नि त्यो कदापि पनि हुन सक्दैन किनभने म एकचोटि थुकेको थुक चार्दिनँ तर म त्यसै पनि मान्छेलाई छोड्दिनँ किनभने मैले यत्रो 1-1.5 वर्ष लस गरेको छु मैले होइन यो बिचमा मैले कति कुराहरू गुमाउनु पर्यो आफ्नो इच्छा आकांक्षा भावनाहरू मार्नु पर्यो कति कुराहरू गुमाउनु पर्यो म त्यो मान्छेलाई चाहिँ त्यति सजिलो छोड्दिनँ तर पनि अब त्यही फ्यामिलीहरूमा चाहिँ कसैलाई पनि इफेक्ट नपरोस् मेरो फ्यामिली उसको फ्यामिली कसैलाई पनि इफेक्ट नपरोस् किनभने मैले त उसलाई मेरो फ्यामिलीहरूसँग भेटाएको थिएँ मेरो दाइ भाउजूहरूसँग भेटाएको थिएँ जाँदाखेरि पनि भेटाएको थिएँ हामी अब फिदिम घर पनि लगेको थिएँ मैले घरै चाहिँ नभए बजारमा लगेको थिएँ सो त्यही भएको कारणले मैले उसलाई सबैसँग भेटाएको छु नि त त्यही भएको कारणले मैले उसलाई चाहिँ त्यति सजिलै बिर्सिन पनि सक्दिनँ त्यति सजिलै छोड्न पनि सक्दिनँ नि त अब गरी खाओस् जोसँग खुसी छ जो अहिले अब बुढी होस् चाहे गर्लफ्रेन्ड होस् जो बनाउँदैछ खुसी होस् उसको खुसी नै मेरो खुसी भनेर म बसेको हो सो त्यही भएको कारणले म जति चुप बसिरहेको छु नि म चुप बसेँ भन्दैमा मैले हरेस खाएको छैन अब सबै प्रमाणहरू जुटाउनु सक्नुपर्छ मसँग एक प्रमाण छ खाएको लागेको हिँडेको डुलेकोदेखिको हरेक कुराको प्रमाण छ तर पनि प्रमाण भयो भन्दैमा चाहिँ उसको बेइज्जत गर्नु भनेकै मैले मेरो प्रेमको बेइज्जत गर्नु हो नि त त्यही भएको कारणले म चुप छु ऊ दुनियाँसँग खुसी भए पनि मलाई इचोके मलाई मतलब छैन तर तपाईहरूले मलाई बारम्बार यो केटासँग यसको यस्तो प्लिज कसैले पनि स्टप नेगेटिभ कमेन्ट्स होइन तपाईँहरूले जति पनि भन्नुहुन्छ नि अब म बिराम भयो भने यसलाई एचआईभी/एड्स लागेको यो भएको त्यो भएको जति पनि भन्नुहुन्छ नि तपाईहरूले जति गिराएर बोल्नुहुन्छ त्यो तपाईहरूको सोच त्यति नै घटिया हुन्छ क्या तपाईहरूले मलाई जति नै नराम्रो बनाए पनि गलत बनाएर बोले तापनि हरेक कुरा गरे तापनि मलाई त्यो कुराको कुनै मतलब नै छैन क्या साथीहरू किनभने बुझ्नेले जे पनि बुझ्छ म कमेन्टको पछि लाग्दिनँ आखिरीमा आफू अगाडि बढ्ने हो यहाँ एउटा रिलेसनसिपमा केटाको कारणले छुट्यो भने पनि केटीलाई दोष आउँछ
अब मैले यो भनिराख्दाखेरि कतिले मलाई बिचरा भन्ला, कतिले राम्रो भन्ला, कतिले नराम्रो भन्ला, तर सबैको नजरमा म फुल्न पनि सक्दिनँ। सो त्यही भएको कारणले म चाहिँ घुम्न जान लागेको छु। आज चाहिँ पौडी खेल्न जान लागेको छु। यहाँ सनस्क्रिन लगाएको छु, सनस्क्रिन मात्रै लगाएको छु, अनि थोरै लिपस्टिक लगाएको, अरू केही पनि लाग्छ नि, किनभने भरे पौडी खेल्दा त्यस्तै भन्छ नि, सनस्क्रिन चाहिँ बोकेको, किनभने भरे घामले डर्छ नि त, त्यही कारणले सनस्क्रिन र के भन्छ अरे सनस्क्रिन र उयो चाहिँ मैले बोकिसकेको छु। अब चाहिँ साथीहरू म जानुपर्ने हुन्छ धेरै। अब मेरो पास्टको कुराहरूदेखि लिएर मैले अब मैले कसरी दिनरात कटाइराखेको छु, जसो तसो दिन कटाए पनि रात कसरी कटाइराखेको छु, मलाई निन्द्रा लाग्छ लाग्दैन, मैले भात खान्छु खाँदिनँ, के भइराखेको छ त्यो त म भोग्नलाई थाहा हुन्छ नि त। तपाईँहरू देख्नेले त देखिराख्नु भएको छ त, म हाँसेर हिँडेको, खुसी भएको होइन, खुसी भएको जस्तो नाटक गरेको त देखिराख्नु भएको छ त। सो त्यही भएको कारणले अब चाहिँ म जानुपर्ने हुन्छ। धेरै मलाई यही कुरामा टचर नदिनु, प्रेसर नदिनु। अब म त्यो मान्छेलाई पनि केस गर्नुपर्ने छ जो मान्छे चाहिँ अहिले उसकै आफ्नै उयोमा व्यस्तता छ, उसको आफ्नै प्रब्लम होला, अब किन उसलाई दुःख दिनु। कुनै समय माया गरेको मान्छे भनेर चुप बसेको छु, जब त्यसको केस सल्भ गर्छु। तर अहिले म कसैलाई पनि केही भन्दिनँ, जे छ मेरो मनमै छ। यो गरेर त्यो गरेर सबै फोटो भिडियो प्रमाणहरू सबै समय आएपछि म निकाल्छु, अनि समय आएपछि म सबैलाई देखाउँछु। अहिले चाहिँ धैर्यता भन्ने कुरा मान्छेमा राख्नुपर्छ, प्रतीक्षा भन्ने कुरा गर्नुपर्छ। सो त्यही भएको कारणले म त्यो प्रतीक्षामा छु। मेरो समय सही समयको बेला मलाई चाहिँ एकदम म एक्लै भए पनि लड्न तयार, तर सही समय आओस् भन्ने कुरा हो। अहिले जसो तसो म दुःख सुख होइन त्यसलाई दिएको यो गरेको त्यो म दुःख गरेर महिनै पछि मेरो युट्युबबाट कति आउँछ त्यति त्यति गरेर आधी आधी गरेर तिरौँला। त्यसपछि एक एक हिसाब किताब भन्ने कुरा त लिएर हरेक कुराहरू हुन्छ नि त। सो त्यही भएको कुराले धेरै घमण्ड नगरेकै बेस्ट। मलाई हिजो यस्तो रिस उठेको थियो होइन, मलाई यति रिस उठेको थियो, मेरो पारा तात्तिएको थियो हिजो। जुन त्यो केटीले मलाई यस्तो धम्की दियो कि यति लामो म्यासेज गरेर, त्यहाँदेखि मेरो यस्तो पारा तात्तिएको कति छिटो। अब मलाई त लाग्थ्यो अब रिलेसनसिपमा अब जे जस्तो भयो भने मिलिरह होला, उसको बुढीसँग मिलिरह होला, फ्यामिलीसँग मिलिरह होला भनेर सोचेको थिएँ। तर केटीसँग लागिसकेको मान्छे, अब केटीसँग म त अब झगडा परेको छ, बोलचाल नहुन पनि सक्छ, कुनै समय भएछ भने राम्रै हो ठिकै हो भनेर सोचेर बसेको थिएँ। तर उसले त अरूकै बनाइसकेछ। सो त्यही भएको कारणले अब चाहिँ म निक्लिनु पर्ने हुन्छ। धेरै अरूको बारेमा चासो गरेको, अरूको कुरा गरेको पनि राम्रो होइन, तर घमण्ड साथ लाइफमा बसेर मैले वकिलसँग कुरा गरेछ केही हुनेवाला छैन जा भाग भनेर भनेको जस्तो सजिलो हुँदैन। त्यसले जसरी मलाई त्यति सजिलो छोड्नु भनेको चाहिँ राम्रो होइन। उसको खुसी नै मेरो खुसी भनेर पनि त राम्रो हुँदैन नि त साथीहरू होइन। सो त्यही भएको कारणले अब चाहिँ म रेडी हुन्छु, अनि त्यसपछि म जान्छु। सो हेर्दै गर्नु होला। फाइनली साथीहरू हामी चाहिँ हिँडिसकेको अघि नै, अनि पछाडि सानो आउँदैछ। पानी पर्ला जस्तो भएर आज पुगिन्छ जस्तो लाग्दैन, अझ 2 घन्टा बाँकी छ नि त। अनि फेरि आज चाहिँ कति धेरै जाम रहेछ क्या। फेरि यहाँ माइती नेपालतिर पुरा त्यो माइती घरतिर, माइती मण्डलातिर पुरा त्यो उयो आन्दोलन चलिरहेको रहेछ। अनि प्याक भएर हामी चाहिँ जाँदैछौँ। कतिखेर पुग्ने हो त्यो पनि थाहा छैन। जाम अहिले त जाम भइसक्यो। तर जाँदैछ मलाई त यस्तो गर्नुभएको, खापमाथि खाप लुगा लाएर हिँडेको नि त, किनभने भरे पौडी खेल्दा पनि यो भित्रको मात्रै यस्तो बाहिरको मात्रै प्लात्तै खोलेर भित्रकोले चाहिँ पौडी खेलौँ भनेर गएको जान चाहिँ ज्याकेट चाहिँ यहाँ मुनि छ। साथीहरू हामी चाहिँ आधी बाटो आइसक्यौँ। अब चाहिँ यहाँदेखि फेरि अब आधी बाटो छ अरे, अनि चटपटै खानु पर्यो। सानो र मलाई लास्टै भोक लाग्यो। सो त्यही भएको कारणले मलाई त आउनु पनि मन थिएन, टाउको दुखिरहेको थियो रुममै। फेरि फ्रेस हुनु जान्छु भनेर रुममै मैले त 7-8 मिनटको भिडियो बनाएर आएको छु बोलेर। किन बनाएको त त्यो अलिअलि रिप्लाई दिएको नि। सो त्यही भएको कारणले अनि अब चाहिँ म एकैचोटि तपाईँहरूलाई माथि खोलामा पुगेर देखाउँछु। छमछम पौडी खेल्न आउँछ आउँदैन, सानोमा चाहिँ साह्रै खेलेको। अब अहिले त कोनी गयो भने कहिले निकाल्नु माथि अलिकति नडुब्ने ठाउँ रहेछ त त्यतातिर, त्यो सानोमा पिटी खेल्ने ठाउँमा खेल्न नि। यहाँ चटपटे साथीहरू अब चाहिँ यहाँदेखि फेरि पनि जानुपर्ने हुन्छ। हामी चाहिँ यहाँनिर चाहिँ हामी चटपटे खाइसक्यो। अब चाहिँ लाग्यो है त हाम्रो यात्रा रहेको छ सिस्नेरीको खोला। सो यो बाटोमा चाहिँ धेरै गाडी हिँड्दो रहेछ, किनभने यो चाहिँ हेटौडाको गाडी आएको होला। सो त्यही भएको कारणले अब चाहिँ म साथीहरू एकैचोटि ड्रेस चेन्ज गरेर माथि पुगेर मात्रै देखाउँछु तपाईँहरूलाई। सो हेर्दै गर्नु होला। साथीहरू यहाँदेखि भित्र जानुपर्ने अरे, कसरी जानु अब यहाँ भित्र चाहिँ साथीहरू
नाङ्गेको तिमी सब छोरा मान्छे मात्र आउँदो रहेछ अब चाहिँ हामी ओइ साथीहरू म त सानोमा पौडी खेलेको कि अहिले खेलेको छैन नि त अनि डुबे भने माथि जानु हो सानो सानो माथि जाने हो ठुक्कामा सालिनु के हो यो त सुँगुरको चारो हो क्या सानो आइज न पहिले बिसको मलाई हेर्नु साथीहरू पौडी खेल्नु चाहिँ आउँदैन मलाई पौडी खेल्नु चाहिँ आउँदैन साथीहरू तर म होइन जस्ट ट्राई गर्छु सानोमा खेलेको यसो फोटो खिच्नु मात्रै जाने हो कि रे अनि त्यसपछि अहिले त्यो डुब्यो भने कसले निकाल्नु त्यस्तो डुब्ने ठाउँमा त नजाने नि बाहिर बाहिर भिजा जस्तो मात्र गर्ने क्या खेलेको जस्तो मात्र गर्ने नखेल्ने क्या पछाडि धेरै मान्छेहरू हुनुहुन्छ सबैजना नाङ्गे छ म त यस्तो हालतमा यस्तै हो क्या स्विमिङ गर्नलाई यस्तै हो ल हामी त स्विमिङ पौडी खेल्दैछु तर मलाई नि आयो ओइ म जस्तो रहेछ एउटा भाइले पनि कि खुट्टा टेकेर एउटा खुट्टा टेकेर एउटा खुट्टा यसो यसो गर्दै थियो मलाई डर लिएर मैले खुट्टै जान सकेको छैन कि साथीहरू यस्तो गाह्रो भएको छ मलाई म त अनि पुड्की छु नि त अनि यति नै भेट्छ क्या साथीहरू त्यही भएको कारणले कति धेरै मान्छेहरू यहाँ खेल्दैछ यस्तो गर ए डराउँदिन लिम्बूको छोरी हो क्या डराउनु गाई छैन यहाँ चाहिँ कति धेरै मान्छेहरू हुनुहुन्छ क्या यति धेरै मान्छेहरू खेलिराख्नु भएको छ अनि यहाँदेखि माथि हुक्का खानेहरू हुक्काहरू खाइराख्नु भएको छ के ल्याएर खानेहरू यहाँनिर आउनु चाहिँ एकदमै धेरै बेस्ट रहेछ क्या साथीहरू त्यही भएको कारणले म यहाँ आउनुको रिजन चाहिँ त्यत्रो टाढादेखि आउनुको रिजन चाहिँ यही पौडी खेल्न हो अब गाउँतिर कति धेरै खोला हुन्छ कि सानोमा त खेलेको पौडी तर सानोमा त कस्तो यस्तो गरेर घोप्टो खेलिन्थ्यो अहिले त सकिन्छ अहिले ठिकै खेल्छु त्यतिको त आएको त नि होइन त्यतिको त आएको यो छेउछेउमा यो सानो पानीमा खेल्छु यो गहिरोमा चाहिँ म खेल्दिनँ क्या अब केटाहरू सबले उयो गरिराखेको छ अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ ड्रेस चेन्ज गरेर एकदम रात परिसक्यो अब चाहिँ 3 बजिसक्यो अब चाहिँ हामी जानुपर्ने हुन्छ पानीमा भिज्दा होइन पानीमा मैले चाहिँ आउँदैन यस्तो हुन्छ सो गाइस अहिले अब म रेडी भइसकेछु उता गएपछि देखाउँछु कति टिप्यो सानो आमा घाँस बाख्रालाई घाँस हो ए बाख्रालाई मान्छेलाई खै मेरो सल देऊ त खै लु मलाई तिमीले टिपेको होइन त्यति तिमीले ल्या अलिकति दे न अब तैँले त घाँस मात्रै ल्याइसक्यो यहाँनिर सबै पाक्दैन त बहिनी यहाँनिर सबै पाक्दैन घरमा पुगेर रमाइलो त भयो तर एकदमै धेरै रात पर्यो अब चाहिँ हामी जानुपर्ने हुन्छ यहाँनिर चाहिँ धेरैजना मान्छेहरू आउनु हुँदो रहेछ खोलामा यसो पौडी खेल्नलाई सो यति धेरै उयो गरेको अब चाहिँ जानुपर्ने हुन्छ कति बजिसक्यो 4 बजिसक्यो सो गाइस अब चाहिँ हामी 5, 6, 7, 3 घन्टा कि 2 घन्टामा पुग्छौँ होला अनि अब फुल भिडियो हेरिहाल्नुभयो होला यहाँनिर चाहिँ सबैजना मैले चाहिँ फेरि यो भित्र लाउने लुगै ल्याएको थिएन कि अनि यस्तो ठाउँमा थियौँ हामी यस्तो जङ्गलमा यहाँ माथि छ खोलाहरू चाहिँ र यहाँबाट चाहिँ उताको बाटो हेटौडाको बाटो त निक्लिन्छ अरे क्या हेटौडाको बाटो सो अब यहाँबाट फर्किँदाखेरि चाहिँ हामी त्यहाँबाट निक्लिनु पर्ने हुन्छ सो गाइस थ्याङ्क्स फर वाचिङ बाई बाई साथीहरू